सो साथीहरू सबैलाई वेलकम छ हाम्रो फेसबुक भिडियोमा। आज चाहिँ हामी फेसबुकको यो पेजमा चाहिँ हामीहरू यो शान्तिनगरको गैरी गाउँ स्थित सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्ने सन्दर्भमा जसरी तोडफोडहरू यहाँ भइरहेको छ, जसरी घरहरू ढलाउने कामहरू भइरहेको छ, त्यो दृश्यहरू हेर्न गएको थियौँ वास्तवमा। तर आँखाले हेरि नसक्नु दृश्य त्यहाँको देखियो। यत्र ठुला संरचनाहरू ग्याम ढलिरहेको छन् डोजरहरूले गर्दाखेरि। अब यहाँ मान्छेहरूको बिजोग देख्न सकिन्छ है। सामानहरू निकालेर एक साइडमा राखेर अब त्यो कसले व्यवस्थापन गरिदिने हो, कहाँ जाने हो, त्यो सामान लिएर कति बेला जाने हो, को आउने हो राहत दिन भन्ने पनि थाहा छैन। हुन त यो सामानहरू व्यवस्थापन गर्न चाहिँ सरकारको तर्फबाट हो कि अब व्यक्तिगत हो, गाडीहरू आउने सामानहरू ओसार पसार गर्ने क्रम देखिन्छ। तैपनि अब पानी पर्ने जस्तो पनि मौसम छ। त्यो भावनाले चाहिँ कति बेला आफ्नो सामानहरू सुरक्षित ठाउँमा पुगाउने भन्ने चिन्ता यहाँको मान्छेलाई देखिन्छ। अब यति धेरै डोजर एकैसाथ चलेर यो ठाउँलाई चाहिँ मैदान बनाउने सरकारको यो योजना कस्तो लाग्छ तपाईँहरू कमेन्ट गर्नु। हामीहरू आफूले देखेको भिडियो